ओके, फेरि पनि दर्शकबिनहरुमा नमस्कार। तपाईहरुमा आज पनि नेक्स्ट टपिकका साथ उपस्थित भएको छु र आजको टपिक यस भिडियोको थम्बनेल प्लस मोबाइल स्क्रिनबाट प्रष्ट भइसक्नु भएको छ। आज हामी लेसन 4 को मिनिङ हेर्न गइरहेका छौं। इपिएस टपिक नयाँ बुक 2025 को च्याप्टर वाइज मिनिङ प्रस्तुत गर्दै आइरहेको छु र आज लेसन 4 मा पुगिसकेको छु र लेसन 3 लेसन 2 को मिनिङ चाहनुहुन्छ भने माथि आइकनमा आएको होला, त्यो आइकनमा थिचेर जान सक्नुहुन्छ। र लेसन 4 मा रहेको छ थङचाक ग्वा सामुल कार्य र वस्तुहरू भन्ने टपिक रहेको छ। यो टपिकलाई पुरा बुझ्नको निम्ति हामीले सबैभन्दा महत्त्वपूर्ण कुरा यहाँ रहेका यो मिनिङहरूलाई कण्ठ गर्नुपर्ने हुन्छ। सो तपाईहरुमा यस भिडियो लिएर आइसकेको छु, तपाईहरुले कण्ठ गर्न सक्नुहुनेछ। र अब टपिक सुरु गरौँ। थङचाक ग्वा सामुल, यसलाई थङजाक भन्नु मिल्दैन। जब यो ङ फाछीमा आउँछ त्यसपछि ज आउँछ भने जको उच्चारण च हुन्छ। यस नेमलाई याद गर्नु होला। कतिपय अवस्थामा थङजाक भनेको सुनिन्छ तर होइन, थङचाक ग्वा सामुल है त। कार्य र वस्तुहरू छिगुम अहिले सोफिङ हादा सपिङ गर्नु, इल्साङ ख्वाल्य दैनिक जीवनसँग सम्बन्धित, छ्वासिक मुनवा भुइँमा बस्ने संस्कृति, इल हादा काम गर्नु, खङबु हादा अध्ययन गर्नु, उन्दङ हादा व्यायाम गर्नु खेल खेल्नु, छनवा हादा फोन गर्नु, यौरी हादा खाना बनाउनु, सुइदा आराम गर्नु, छादा सुत्नु, खादा जानु, ओदा आउनु, यङयङसा विशेषण, फुचिदा तासिनु जोडिनु, मुन्चाङुल कुथ मेजुल ते भनेको वाक्यलाई समाप्त गर्दा है त। सल्म्यङ बयान, छिलमुन प्रश्न, म्यङन्यङ आदेश, यो छङ अनुरोध, सासिल तथ्य, सामुल वस्तुहरू, छत्सोरी पहिलो स्वर, उम्चल शब्दांश अथवा अक्षर, त्यसै गरेर उइमी अर्थ, हुइमाङ आशा, हुइन्सेक सेतो रङ, तुयसुगी स्पेसिङ, फाप भात, पाङ पाउरोटी, मूल पानी, छुसु जुस, सागुवा स्याउ, ख्वाजा कुकिज, उयु दूध, यङह्वा चलचित्र, छेक पुस्तक, सिनमुन पत्रिका, ओनुल आज, मकचक उद्देश्य, खोल्ला रोजेर, मारु ढोका अगाडिको भुइँ, फादाक भुइँ, हिउसिकुल छुइहादा विश्राम लिनु, सोथोङ हादा कुराकानी गर्नु, युदेगाम ह्यङसङ हादा पारस्परिकता बढाउनु, थौम सहयोग, फत्ता खोल्नु, सेङ्हल हादा जीवनयापन गर्नु, ह्यन्ते आधुनिक, छिसोक दुइदा लगातार, इयु कारण, छन्थोङ नानबाङ थाङसिक अथवा अन्दोल कोठा तताउने विधि, ह्यङह्याङ प्रभाव, यरखागु विभिन्न फर्निचर, काल्दा बिछ्याउनु, तुगौन मूल तातो पानी, सुनहान सिखिदा सर्कुलेट गर्नु, सेङ्ग्य नादा देखिनु बन्नु, छमुन साराम जवान मान्छे। ओके, सम्पूर्ण साथीहरुमा मैले टपिक टेस्ट कोरियाको नयाँ बुकमा आधारित च्याप्टर 4 को मिनिङ प्रस्तुत गरिसकेको छु। यो मिनिङ तपाईहरुले यसै गरी कन्ट्रोल गर्न सक्नुहुन्छ। हाम्रो अब अर्को भेट च्याप्टर 5 अथवा लेसन 5 मा हुनेछ। यस मिनिङलाई राम्रो गरी कन्ट्रोल गर्नु होला त्यस भिडियो नआएसम्म। ओके, सबैलाई धन्यवाद।